नमस्कार, यो चाहिँ हाम्रो गालाको बोट हो। यो M9 ब्लकमा M9 रुट स्टकमा चाहिँ हामीले यो गालालाई कलमी गरेर बनाएको बोट अहिले 5 वर्षमा लाग्यो। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ यो यति फलिरहेको छ नि, यो चाहिने भन्दा पनि बढी फलिरहेको छ। अब यो असिनाको कारणले गर्दाखेरि हामीले थिनिङ गरेनौं। थिनिङ नगरिसके पछाडी अब यो चाहिँ आफ्नो हिसाबले जति बस्नु पर्ने थियो त्यति नै बसिरहेछ। त्यो भएर यो यसमा चाहिँ लगभग हेर्ने हो भने झन्नै 200 दाना भन्दा बढी चाहिँ स्याउ फलिरहेछ। यो यसरी राख्नु चाहिँ हुँदैन थियो, तर असिना चाहिँ आको आई गरिरह्यो। अनि कति बच्छ पछि गरौँला भन्दै यो चाहिँ साइज यस्तो साइजमा आइसकेको छ। अब यो हामीले यसलाई अहिले निकाल्नु र ननिकाल्नुको चाहिँ केही अर्थ हुँदैन हैन। यो यसलाई निकालेर फाले पनि नफाले पनि अब यो चाहिँ यसको साइज यो बढ्ने कुरामा चाहिँ यसले खानुपर्ने तत्त्व चाहिँ अब खाइसक्यो नि त। त्यो भएर हाम्रो यो अहिले थिनिङ गर्नुको चाहिँ औचित्य चाहिँ छैन। प्राकृतिक रूपमै यति चाहिँ बसिरहेछ। अब यो डेलिसियसको हिसाबमा चाहिँ भन्दा पनि यो गालामा चाहिँ अलि बढी फल लाग्ने नै हो है। यो चाहिँ गाला प्रजातिको। अब तपाईहरुले यहाँनेरि देख्न सक्नुहुन्छ। अब यो लाइनमा चाहिँ यतापट्टि डेलिसियस छ। यो डेलिसियस ठिक्क बसिरहेछ। यो साइज चाहिँ यस्तो साइज आइरहेछ अहिले। यो साइजमा छ। अब यो डेलिसियस भयो हैन। अब हामीले गालाको अघि हेरिहाल्यौं। गाला भन्दा डेलिसियसमा चाहिँ अलि फल कम लागिरहेछ। त्यसको अर्थ के हो भने हामीले चाहिँ गालामा जति फल लिन सक्छौं डेलिसियसमा त्यति लिन नसक्ने भन्ने चाहिँ होइन। तर यो चाहिँ अहिले हामीले तयारी फलाउनको लागि डेलिसियसमा भन्दा गालामा चाहिँ छिटो फलायौं। त्यो भएर त्यो चाहिँ फ्रुटिङमा गइसक्यो भएर यति धेरै आछ। अब यिनीहरु चाहिँ भर्खर सुरु गरेका छौं हामीले फ्रुटिङको लागि। अब अर्को वर्षदेखि चाहिँ यो हेर्न नसक्ने गरी थाम्न नसक्ने गरी नै फल्छ। तर धेरै फल राख्नु भन्दा हामीले चाहिँ थिनिङ गरेर घटाउनु पर्ने हुन्छ है। हस्, धन्यवाद।